हजुरहरूले कहिले सुकाएको सुपको सागको तरकारी खानुभएको छ? यो स्वास्थ्यको लागि पनि एकदमै राम्रो हुन्छ। अस्ति मम्मीले सुकाउन राखेको सुप चाहिँ खानको लागि रेडी भइसकेको छ। यसको लागि चाहिँ कराईमा तोरीको तेल बसालेर पञ्चफोरन, खुर्सानी अनि हिङ फुराइसकेपछि माथिबाट अदुवा लसुन काटेको त्यो पनि मैले फुराएँ। यसमा चाहिँ अदुवा लसुनको पेस्ट हाल्दा नि हुन्छ, नहाल्दा पनि हुन्छ। त्यसपछि माथिबाट मैले आलु हालेर एकछिनसम्म फ्राई गरिसके पछाडि फेरि मैले जिरा धनियाँको धुलो, बेसार अनि स्वाद अनुसारले नुन हालेर एकछिनसम्म मजाले फ्राई गरिसके पछाडि सुकाएर राखेको सुपको सागलाई पनि हालेर मजाले एकछिनसम्म फ्राई गरे। यदि यो अलि फोहोर छ भने धोएर हाल्दा पनि हुन्छ, सफा छ भने यत्तिकै हाल्दा पनि हुन्छ। यसलाई मजाले एकछिनसम्म फ्राई गरिसके पछाडि थोरै पानी हालेर सानो ग्यासमा मैले यसलाई मजाले पाक्न दिएँ। यो पाकिसके पछाडि चाहिँ यसलाई मैले आलुहरूलाई चाहिँ म्यास गरेँ। आज म यसैको झोल बनाउँदैछु। आवश्यकता अनुसारले पानी हालिसकेपछि मजाले उम्लेपछि यो तरकारी रेडी भयो। एकदमै मिठो हुन्छ भातसँग।